रिल्याक्स गाइस रिल्याक्स धेरै हतारिनु पर्दैन एकदम एक्साइटेड हुनु पर्दैन एकछिन रिल्याक्स त्यसै नमस्कार अनि स्वागत छ नेपालको पहिलो मीम रिवाइन्डमा वर्षभरिको सबै ट्रेन्डिङ मीम्स र लफडाहरूको कम्पाइलेसन एउटै ठाउँमा तेरो दिमाग छैन अरु कन्टेन्ट पाइनस् तैले अब यही बच्चा थियो नेपाल यति खतरा देश हो कि सामाजिक सञ्जालको नाममा मात्र सामाजिक छ नत्र अरु केही सामाजिक छैन योमा टिकटकको नाम चेन्ज गरेर काण्ड फ्याक्ट्री राख्दा पनि खासै फरक त पर्दैन होला क्लास 12 नोट्स नामको पेजमा नोट्सहरु भेटिदैन हट चलचित्रहरु भेटिन्छ लोकदोहोरी ठोकदोहोरी भइसक्यो वर्षभरि यस्तै मीम्स र लफडाहरूले भरिएको ठाउँमा हगेको गुण फर्केर हेर्ने बानी धेरैको हुन्छ त्यसैले वेलकम टु द मीम रिवाइन्ड 2081 सबैभन्दा पहिला मैले सोचेको थिएँ कि मीमको अवार्ड बनाउँछु बरु तिमीहरुलाई भोट गर्न दिन्छु अनि पछि याद आयो कि नेपालीहरुलाई यदि भोट गर्न दियो भने चाहिँ कतिको फकअप सिचुएसन गर्छन् भनेर त्यसैले भोटिङ क्यान्सल यदि भोट गर्नु छ भने चाहिँ अर्को वर्ष त्यही हुनाले सब्स्क्राइब गर यदि भोटिङ गर्नु छ भने यति हल्का ऑडियन्स त बढाउनु पर्यो सब्स्क्राइब त गर्नु पर्यो तिमीहरुले यति गर 2081 साल सुरु भयो लफडाहरुबाट सबभन्दा पहिलो कन्ट्रोभर्सी नै कृष्ण कडेलमाथि गाईको दुध एकचोटी कालो निक्लिन सक्छ तर कृष्ण कडेलको चरित्र कहिले कालो हुन सक्दैन तर यो वर्ष जे नहुनु थियो त्यही भयो अनि कृष्ण कडेललाई चाहिँ ह्यारेसमेन्टको आरोप लाग्यो उनीमाथि अनि त्यहीबाट नै यो वाला मीम आयो ल म रुम मिलाउँछु एउटा गर्नु कुरा गर्न रुम मिलाउनु पर्छ अनि यो वर्ष अर्को लफडा भयो हाम्रो नेपाल युट्युबका टप बोकाले धोका पाए साथमा ठोकाइ पनि पाए अनि ड्याङ आएर एकैचोटी मलाई हकमाला भयो यहाँ सबै चितोर्न थाल्यो चितोरेपछि मेरो यो हालत भएको हात हाल्ने शर्मिला हो पहिला यो क्लिपहरु हेरेर यो रियल हो कि कुनै भिडियोको स्क्रिप्ट भन्ने कुरा थाहा पाउन सकिन्न फरक छुटाउन सकिदैन बिहे हुन पाएको छैन आजकल नेपालमा लफडा हुन सुरु हुन्छ म्याकुरीको बिहे पनि त्यस्तै भयो म्याकुरीको बिहे चाहिँ मेरो मोबाइलको चार्ज भन्दा नि कप्टुक्यो मैले उति बेला मोबाइल चार्जमा राखेथे अझै पनि 49% चार्ज छ यो वर्ष धेरै नै अचम्मको वर्ष थियो यो वर्ष हरितालिका 30 नगरपालिकामा कसरी कन्भर्ट हो मलाई थाहा छैन तर यो वर्ष सबभन्दा बढी पपुलर गानाहरु मध्ये यो वाला गाना हो म अझै नि भन्दै छु यो वाला गाना चाहिँ क्रोममा नै अपलोड हुने लागेको छैन जसले यो गीत अपलोड गर्यो त्यसलाई नै टर्चर दिनु हो कि यो गाना लुपमा सुनाएर म त सुन्नला छ नेपाल सरकारले क्रिमिनलहरुलाई यही गाना सुनाउने हो रे टर्चर दिनलाई भर्खरको त्यो 30 गीत सुनिसकेपछि लागेको थिएन कि नेपाल युट्युब फेरि हिल हुन्छ भनेर तर त्यसपछि मैले यो वाला क्लिप गरे विकी रोस्टरको लास्ट शब्द चाहिँ यही थियो अब यो च्यानलमा चाहिँ म रोस्टिङ कन्टेन्ट केही पनि हाल्नेवाला छैन एन्ड त्यही हो तपाईहरुबाट अब हुन्छ नि अब गल्ती धेरै गरे मैले एन्ड यस सबैको लागि सबैसँग म माफी माग्न चाहन्छु र यही वर्षको कुरा हो विकी रोस्टर र डोना थापाको कन्ट्रोभर्सी पनि भएको थियो विकी रोस्टर र डोना थापालाई तिमीहरु एउटा यस्तो जोडी भन्न सक्छौ एउटालाई के बोल्ने हो भनेर थाहा छैन अनि अर्कोलाई के हाल्ने हो भनेर थाहा छैन पछि एउटाले चाहिँ भिक्टिम कार्ड खेल्यो अनि अर्कोले चाहिँ विदेशीहरुले छोडेको सरी शब्दलाई युज गर्यो त्यसपछि यो कन्ट्रोभर्सी दि एन्ड भयो फुल स्टप भयो फुल स्टपबाट याद आयो यही वर्षको कुरा हो मीम्समा चाहिँ नेपालको सबभन्दा टप नहुन सकेको र्यापर म्याक्सी पोइन्टी चाहिँ आएका थिए MAXXX म्याक्सी पोइन्टी मेसी पोइन्टी हो म त म्याक्सी पोइन्टी भनेर बोल्दै यार म्याक्स हैन 81 आएर कम्पिटिसनलाई सकाएर आफू पनि सकिएर गयो अब कुरा गरौँ यो वर्ष रिलिज भएको सबभन्दा बेस्ट मुभीको बेस्ट भिजुअल इफेक्ट्स बेस्ट कस्ट्युम सबै कुरा अनि गाइज मैले तिमीहरुलाई भन्न बिर्से कि यो मेरो रियल दाडी होइन म तिमीहरुलाई आफ्नो रियल दाडी देखाउने वाला छु गाइज यो हो मेरो रियल दाडी अब हेटरहरु भन्लान् कि फेक दाडी हो भनेर हेर खुस्किलना छन् हेटरहरुको कुरा विश्वास गर्नु हैन के उनीहरुले त रावण मुभीलाई पनि फेक भनेको थियो उनीहरुको दाडीलाई कम ह्यान्डसम देखिया थियो पल्सा उनको दाडीलाई फेक भनेर हुन्छ र आज एउटा प्रेमको इतिहास कोरिन्छ या त रामायण दोरिन्छ या त रावण लेखिन्छ हेर कस्तो रियल दाडी छ मेरो अब भन कि तिमीहरु यो रियलिस्टिक छ कि त्यो वाला फिल्मको बढी रियलिस्टिक छ दाडी ए सायद मेरै रियलिस्टिक छ त्यसपछि आयो दशैंमा चाहिँ धेरैको दशा लाग्यो कसले लायो दशा भनेर सोच्छौ भनेपछि म भन्दा बढी दाडी र मेरो बोली भन्दा बढी टेस्टोस्टेरोन भएको महिला आशिका तामाङले किराना पसलदेखि लिएर एयरपोर्ट पसलहरुसम्म डरको माहौल कायम थियो पसलेहरु भन्थे एमआरपी मा बेच नत्र भने चाहिँ आशिका तामाङ हुने भनेर मेरो सबभन्दा फेभरेट आशिका तामाङको मोमेन्ट चाहिँ यो वाला थियो ब्रिज वाला तिमीहरु भन्लाउ त्यो मान्छे त्यहाँ सुसु गर्न लाथ्यो भनेर तर म भन्छु त्यो मान्छे त्यहाँ पुलको तल रहेका बोट बिरुवाहरुलाई पानी लाउन लाथ्यो त्यो ठाउँको बायोलोजीलाई सुधार्न लाथ्यो
अनि सुन त बायोलोजीबाट याद आयो नेपाल मात्र होइन विश्वले चिन्न सक्ने र गर्व गर्न सक्ने कामको थालनीमा लागेको छु। सरी गलत क्लिप लायो एडिटर, सही क्लिप ला त। व्हाट इज बायोलोजी मैले बायोलोजी लिनुको अर्थ चाहिँ म डाक्टर बन्नका निमित्त चाहिँ मैले त्यतिखेरको समयमा मैले बायोलोजी भन्ने शब्द लिएको थिएँ सर। बायोलोजी त थाहा भएन, तर यो मान्छे आन्सर दिनुभन्दा अगाडि फिक्स आफ्नो हिस्ट्री सम्झ्यो। यो वर्ष अर्को खतरा मिम मटेरियल थिए माइला दाइ, उमेर 55 मन चाहिँ 55 को पर्फेक्ट इक्जाम्पल। गर्नु पाँचचोटि भएन छिटो ल ल ल भयो म त्यहाँ अन्त कराउनु जान्दिनँ। 3 चोटि भयो 2 चोटि अब रुनिल डुबाउँछ भन्थे, तर यता उनले त भाइरल बनायो त रुनिलले। कुनै एउटा मिमको कारणले भाइरल भएनन्, धेरै कारणले भाइरल भए। कहिले चाहिँ उठपटाङ क्वेसन सोधेर बिउको कन्लो चिलाए कलियो कनाइदिनु कतर पारे आवाज पनि आउँछ र आवाज पनि आउँछ कनाउँदाखेरि र कहिले चाहिँ गाली गरेर। चुप बस्छ म चाहिँ ब्याग त फेरि यस्तो तर्कल गरिदिन्छु नि अबदेखि जाऊ त खाते साले। एउटा जापानी दाइ तरुणी केटीको कारणले भाइरल भएपछि अर्को भाइले किन रोकिने, पछि किन पर्ने, त्यो हुनाले 2 जापानी भाइ दुवै त भाइ भन्ने कुरा रतन कार्कीले पुरा गरिदिए। तरुणी केटीको सट्टा बुढा नेताको सँग लागे अनि लफडा गरे, तिम्रो लागि ज्यान लिन्छु भन्नुको सट्टा ज्यान लिन्छु भने। जुन त तपाईँहरूले हेरिरहनु भएको, तर मैले अरू नै केही कुरा हेरेको छु कि आज हामीले मार्न सकिन्छ कि चाह्यौँ भने यत्रो मान्छे छौँ बाहिर सबैजना मिलेर एउटा ग्रुप बनाएर घेरेर बस्ने आज फ्याट्टै मारे मारेको मारे हुन्छ साथीहरू। त्यही हुनाले चाहिँ लास्टमा यस्तो हालत भयो। मार्छु भन्ने शब्द बोल्न पुग्यो, त्यो अब सजीव वस्तु कुनै पनि कुरामा जनावरमा किन नहोस् मान्छेमा किन नहोस् इभन कुनै पनि कुरालाई त्यो भन्नुको तात्पर्य चाहिँ। तिमीहरूलाई थाहा होला नेपाली टिकटक कसको नामले चल्छ भनेर? नेपाल का टिकटक जो है ना अलीजे आयुष से ही चलता है। ठीक है, यो वर्ष त्यही आयुष एलिजे कन्ट्रोभर्सीको कुरा भयो। नेपालका आन्टीहरूले समेत पनि रोस्ट गरे। अब भन, अब तिमीहरू आफै सोच कुन लेभलको थियो। जुन तरिकाले नेपालको आन्टीहरूले रोस्ट गरे, उनीहरूले आफ्नो आइडी डिएक्टिभेट गर्नु पर्यो, नेक्स्ट लेभल। अनि त्यसपछि एउटा सानो क्लिप भाइरल भएपछि नेपालका तेस्रो लिङ्गीहरू पनि अफेन्ड भए अनि उनीहरूमाथि झन् हेट बढ्यो। आंटी अंकल लड़कियां लड़के हिजड़े जिड़े सब पेल रहे, सब सब सब। पछि यो कन्ट्रोभर्सी पछि बिस्तारै बिस्तारै सेलाउँदै गयो, सकियो। यो वर्ष हामीहरूले मिमबाट पायो हाम्रो नेपाली ट्राभिस स्कट। उप्स सरी ट्राभिस स्कट जस्तो सानो मान्छेलाई मैले दुर्गेशसँग कम्पेयर गरेँ। दुर्गेशको औरा नेक्स्ट लेभल छ। अब दुर्गेशलाई छोडेर कुरा गरौँ दुर्गा प्रसाईको। राजावादीहरूको भगवानभन्दा खासै फरक नपर्ला, सपना देखाएर त्यसमा मुच्छन् कसरी भन्ने कुरा दुर्गा प्रसाईबाट सिक्दा खासै फरक पर्दैन। यो त्यही मान्छे हो जसले चाहिँ पाल्पाको मान्छेले आइफोन इन्भेन्ट गरे भन्ने थियो। यो आइफोन बनाउने मान्छे भनेको सन्तोष भन्ने मान्छे यी पाल्पातिरको मान्छेहरू। अब यत्रो विद्वान मान्छेलाई अस्ति रियल लाइफमा जिटिए खेल्न मन लाग्यो, त्यसमा नि मान्छे कम्प्लेन गर्दैछन्। के दुर्गा प्रसाईको प्लान तिमीहरूले बुझ्दैनौ क्या? आफ्नै हस्पिटल भएपछि मार्छु पनि म, बचाउँछु पनि म। यदि तिमीहरू यो वर्ष नेपाली सोसियल मिडियादेखि लोयल छौ भनेपछि नेपालमा नयाँ नयाँ फरक फरक किसिमहरूको लफडा हुँदै गर्छ। आइरोनीको कुरा के हो भनेपछि यो वर्ष सबभन्दा ठुलो लफडा कमेडियनले कमेडी गर्यो भन्ने माथि थियो। वाह वाह। म कुरा गर्दैछु साजन श्रेष्ठ र उमा सागरको कन्ट्रोभर्सीको बारेमा। बडबाट सुन्दा तिम्रो त्यो बोली मुटुमा लागेर मन रमायोडे। यो कन्ट्रोभर्सीलाई फर्केर हेर्ने भनेपछि मलाई यो भन्नु छ कि नेवा जातिलाई हेप्ने नेवा नै हुन्छ, बाहुन कहिले हुँदैन। अनि त्यसपछि यो वर्ष ट्रोल मेटेरियल बनिन् इभागिरी। छोरी मान्छे खुट्टा टान्ने मान्छे छोरी नै हुन्छ, छोरा मान्छे हुँदैन। त्यो चाहिँ म लेखेर कहाँ राख्ने हो, फ्रेम गरेर राख्नुस्। मेरो विचारमा बोलेको शब्दमाथि 5 नम्बर दिन्छु र बोलीको लागि 1.5 नम्बर मात्र। अब बोली हराएको जस्तो छ सुन्दाखेरि। बोली त हराउँदै गर्छ मित्रहरू, तर 1.5 तोलाको सिक्री हराउनु भएन के, त्यो नि फेरि सुनको रे। मेरो सिक्री नै लुट्यो बाबु, अब 2.5 तोला घर कसै जानु अब। ल अब यो वर्षको लास्ट मिमतिर जाउँ। त्यसले एउटा बनाइ सुनेको होला, चोक्टा खाना गएकी बुढी झोलमा डुबेर परि। तर यसको ठिक्क उल्टा भएको छ। राजा फर्काउन गएका काका टिकटकका राजा भएर आए। मेरो नजरले हेर्छौ भनेपछि इन्भेस्टमेन्ट 1.5 लाख, रिटर्न 5 लाख। अहिले त झन् कृष्ण भएको देखेको थिएँ। भगवानले कृपा गरेपछि
मान्छे पनि भगवान भन्छ, प्रुभ भयो यो कुरा। यो वर्षको मिमहरू यति नै थिए। अर्को वर्ष झनै खतरा मिम्सहरू आउँदैछन् मलाई थाहा छ, आशा पनि गर्छु। ल अब आजको लागि यति नै, र योवाला लास्ट भिडियो हुनेवाला छ योवाला वर्षको, फिक्स त्यही हो। मैले यत्रो 30 मिनट के बकवास गरेँ मलाई आफैलाई थाहा छैन, राम्रो लाग्छ भने चाहिँ। राइट साइडमा छ राजावादीवाला सिचुएसनमाथि भिडियो छ, अनि लेफ्टमा पोडकास्टहरूमाथि भिडियो छ। भेटौँला कुनै अर्को भिडियोको साथ, त्यति बेलासम्मको लागि ह्याप्पी न्यू इयर।